धकाल्नु भएको भाइ यो पुष्पी यहाँ भिड गरेको देखेको छैन व्हाट्सअप गाइज आज महावीर पुन्सरको के भएको रहेछ आज त्यो ठुलो झगडा पऱ्यो के भनेर लेखाएको थियो त्यहाँ थुक्क गरेर गयो के भनेर लेखाएको थियो स्ट्याटसमा अनि आई वाज लिटरली इन द मिडल अफ रिकर्डिङ समथिङ मैले भिडियो रेकर्ड गरेको थिएँ अनि मैले महावीर पुन्सरको चाहिँ एउटा स्ट्याटस देखेँ क्या अनि त्यो स्ट्याटसमा चाहिँ उहाँले के थकेले थिएँ होइन को रिसायो एउटा मान्छे रिसायो अनि थुक्क गरेर गयो किन काम गरिनस् भन्ने भनेर लेखेको थियो अनि मैले सिधै टिकटकमा गएर चाहिँ भिडियो छ कि भनेर के भएको रहेछ भनेर हेर्न गएँ भिडियो रहेछ क्या मैले त्यो भिडियो यहाँ हालिदिन्छु अहिले होइन अनि मैले पछि फेरि त्यो स्ट्याटस चाहिँ पढेँ होइन इट वाज इन सुपर डिटेलमा लेखाएको छ खतरा डिटेलमा लेखाएको छ क्या त्यो स्ट्याटस होइन के भएको छ कतिवटा बुक बेच्यो सबै लेखाएको छ अनि भएको चाहिँ के रहेछ भने बुक बेच्दै गर्दा त्यो भिडमा चाहिँ उहाँले खचारे रहेछ मान्छेलाई पछाडि यस्तो धकेल्यो होला अनि धकेल्दा चाहिँ एउटा मान्छे रिसाएर क्या लास्टै रिसाएर क्या अनि सांसद भएर पनि किताब बेच्ने जनताको काम नगरिकन के भनेर रहेछ होइन अनि जाँदै रिसाएर थुक्क भनेर गएर क्या अनि लास्टमा त्यति स्ट्याटस लेखेपछि लास्टमा के लेख्यो भन्नु न हाम्रो महावीर पुन्सरले हल्का रमाइलो भयो अरे क्या के साह्रो बिन्दास हो क्या यो हाम्रो महावीर पुन्सर त लास्टै नोन चलान टाइपको मान्छे क्या होइन मतलबै छैन क्या बिन्दास ढुक्क जेको न पनि होइन तर म चाहिँ के भन्न चाहन्छु भने अब सरकार बदलियो होइन सरकार बदलियो अब युथको हाम्रो लिडरहरू नयाँ लिडरहरू सबै युथ नै हुनुहुन्छ एउटा राम्रो युनिभर्सिटी होइन कलेजबाट नै ग्रेजुएट भएर चाहिँ बस्नु भएको होइन राम्रो डिग्री लिएर सो अब पहिला त हामीले गभर्मेन्टलाई ब्लेम गर्थ्यौँ होइन अब डोन्ट यु गाइज थिङ्क होइन अब हामी के अरे जनताहरू पनि हल्का सिभिलाइज भएर चाहिँ हल्का रेस्पोन्सिबल भएर चाहिँ हिँड्नुपर्छ जस्तो लाग्दैन र हजुरहरूलाई मैले चाहिँ खास कुरा किन जोडाएँ भने महावीर पुन्सर भनेको चाहिँ यु नो अरू जस्तो चाहिँ त्यो अब ठुल्ठुलो कार्यक्रम गरेर ठुल्ठुलो के अरे उयो के अरे भाषण शासन गरेर चाहिँ हिँडे होइन उहाँ है अब एकदमै चिल टाइपको मान्छे क्या त मनपर्छ भने भोट दिनु नभए नदिँदा नि हुन्छ भन्ने खालको मान्छेलाई अब दुई दिन नै भएको छ नि क्या हो जित्या है मान्छेले गएर चाहिँ अब यो सांसद भएपछि चाहिँ जनताको काम नगरिकन किताब बेच्ने भनेर चाहिँ त्यस्तो भन्न हल्का चाहिँ नमिल्ने हो कि जस्तो मलाई लाग्यो होइन किनभने त्यो किताब बेचेको रिजन पनि छ क्या फेरि त्यो किताब बेचेर आएको पैसा चाहिँ उहाँले फेरि नेपालकै लाग्यो भनेर चाहिँ रिसर्च सेन्टर र अनि के अरे रिसर्च ल्याबहरू खोलाएर छ क्या होइन पहिल्यैदेखि गभर्मेन्टसँग एक रुपियाँ पनि नलिकन सबै आफ्नै पैसा कति करोडौँ करोड पैसा क्या त्यो बुक मात्र आफ्नै किताब आफ्नै ट्यालेन्ट आफ्नै अब भनौँ न बेचेर चाहिँ त्यो गर्दा पनि मान्छेहरूले चाहिँ क्रिटिसाइज गर्छ क्या लिटरली 2 days इट्स ओन्ली बिन लाइक 2 days क्या होइन इलेक्सन सकेर उहाँ जित्यो भनेर न्युज आएको अनि 2 दिनमै लाइक दे आर स्टार्टिङ टु क्रिटिसाइज हिम अलरेडी क्या अब म के भन्न चाहन्छु भने यो भिडियोको मार्फतबाट अब हाम्रो गभर्मेन्ट राम्रो भयो पहिला हामीले धेरै गाली गर्थ्यौँ होइन यस्तो भएन त्यस्तो भएन अब गभर्मेन्ट राम्रो भयो अब हामी पनि जनताहरू पनि राम्रो भइदिउँ सिभिलाइज भइदिउँ होइन रेस्पोन्सिबल भइदिउँ अब मिलेर सँगै गरौँ होइन पहिला यस्तो सरकार रहेन अब सबै मिलेर अगाडि बढ्यो भने हामीलाई नै राम्रो हुन्छ भन्ने चाहिँ मेरो कुरा हो यति नै हो होइन तर महावीर पुन्सर चाहिँ मलाई एकदमै मनमा केही पाप नभएको मान्छे होइन जस्तो लाग्छ अब आई डोन्ट नो होइन उहाँ भित्रले कस्तो हुन्छ हामीलाई थाहा हुँदैन तर हामीले हेर्दा त्यस्तै लाग्छ सो या त्यति नै हो होइन सबै भएर हिँडौँ होइन रेस्पोन्सिबल भएर हिँडौँ सिभिलाइज भएर हिँडौँ त्यो चाहिँ हो जय देश गुड नाइट गाइज